जाने बाटोको यता राइनो चोकबाट चाहिँ अब यता सौरा जाने बाटो हो है। यताको सौरा जाने बाटो। अब म चाहिँ अब यहाँ भोक लागेर है अनि अब एकछिन मोमो ब्रेक गर्छु। आज घरमा चाहिँ मैले मोमो खाने प्लान गरेँ अनि मोमो खाएर चाहिँ म सौराको लागि जाँदैछु है। सौराको मेन गेटमा इन्ट्री भइसक्यो है। सौरा आउनु भएन है। अस्ति नै मोबाइल कम्पनीमा त भएन तर इन्टिग्रेट हेरेर मोबाइल लाग्यो ल है। एकदम एक्साइटमेन्ट खतरै होला जस्तो लागिरहेको छ मलाई चाहिँ। ल खतरै हुनुपर्छ है। गएर हेरौँ उतै गएर खतरै होला यस्तो छ है। हेर्दा त खतरै होला नि होला। सौरा
जाने यता हो नि दिदी फोटो हुँदैछु म है यो भन्नु होला है जानुको रमाइलो छुट्टै हुन्छ क्या मैले पनि सबै देखिनु भयो भने रमाइलो हुन्छ कि पछि यो ठाउँ आउँछ यो ठाउँमा यो पाइन्छ सबै ठाउँ पनि क्रिकेट जस्तो हुन्छ अब नजिक हाम्रो नजिक राख्दाखेरि चाहिँ अति नै रमाइलो नयाँ कुरा हेर्दै हेर्दै हामी घरमा आज हामी चौराहामा जसमा आएको छु It's all right. के गर्ने हजुर कस्तो कुरा बस्ने हजुर सबै व्यवस्थापन गर्छु एक महिना आउनु म यहाँ सबै कुरालाई प्रष्ट भयो हजुर म पहिला यता घुमेर आउनु मिल्दैन यस्तो हो तपाईँले घुम्न मजाले पाउनुहुन्छ कहीँ छुट छैन हजुर हाम्रो बजार घुम्नका लागि कहीँ पनि पैसा लाग्दैन हजुर मात्र पैसा लाग्ने भनेको भोलि बिहानको जङ्गल सफारीको मात्रै पुरानो पैसा लाग्छ त्यति मात्रै पैसा लाग्छ अहिले चाहिँ म एक राउन्ड आएर आउँछु आज बस्नुहुन्छ अब यहाँलाई मैले होटलको व्यवस्थापन गर्दैन पर्ने अवस्था भयो भने मेरो नम्बर राख्नु मसँग 22 यही चोकमै हो नि हजुर यो चोकको यो मेरो अफिस हो लोकेसन यही हो सर भनेर म यहीँ हुन्छु हुन्छ हुन्छ ओके दाइ थ्याङ्क यू हजुर हुन्छ ओके कार्यमा चाहिँ गाइड गर्ने चाहिँ उहाँले मलाई चाहिँ गर्नुभएको टाढाको टुरिस्ट होइन है लोकल टुरिस्ट हो मैले उहाँलाई भरवल्ली सुनेर चाहिँ उहाँलाई मैले ओके गरेँ है एकदमै टाढाको यात्रा भएको भए मैले सोध्नु पर्ने हुन्छ है मसँग इन्टरनेट पनि एभाइलेबल छ म्याप पनि एभाइलेबल छ त्यसै है त्यो भएको कारणले मैले अलिकता टाइममा वेस्ट गरेन है अब अगाडितिर गर्दैछु दाइ यता हो कि यता हो ओरा जाने क्या यता रिभर साइड यता हो ल उयो अहिलेसम्म के मलाई धेरै कन्फ्युज भइराखेको छ अब कता जाउँ कता जाउँ अब ठिकै छ अलिकता सोध्नलाई बाध्य गराइराखेको अगाडि कुद्दैछु अब पुग्दै लाग्छु दामी छ यार दामी एकदम पिसफुल है गर्मी पनि अलिक कम्ती भएको है पनि आइरहेको छ ब्युटिफुल छ दामी खतरा लाग्यो मलाई है र म चाहिँ अहिले चौराको लास्ट किनारामा आइसकेको छु है गाइज यो चाहिँ एकदमै पछाडिको भ्यूहरू बवाल छ है अहिले इभिनिङ हुन लागिसक्यो
अनि यतातिर चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो है। बबाले छ है गाइस। वाउ दामी दामी। अब यो पछाडितिर जङ्गल सफारी प्लस बोटिङहरूको लागि पनि यता सुविधा छ है दामी पारामा। खतरा छ है गाइस। म चाहिँ त्यो 0 लाइनमै छु है। अब यो स्ट्रिट लास्ट हो। पछाडितिर कटेजहरू यहाँको। अनि यतातिर हाम्रो रिभर साइड जङ्गल सफारी इलाका। अनि यो चाहिँ लास्ट स्ट्रिट हो है यो त। ल दामी छ है गाइस। वाउ इभिनिङको सनसेट हेर्नुपर्छ। अनि त्यो हेरेर चाहिँ हामी हिँड्नुपर्छ। पछाडि यस्तो छ है खतरा दामी दामी। वाउ 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 वाउ। ल मेरो चाहिँ अब फर्स्ट टाइम हो सौरा भिजिट है। मलाई चाहिँ अघि बाटोदेखि नै एकदमै एक्साइटमेन्ट भइरहेको थिएँ कस्तो होला भनेर। तर खासै टाढा त होइन है। म चितवनमै बसिरहेको नि मान्छे। अनि यतातिर आउने मौका मिलेको थिएन कि। अनि फाइनली आएँ। अति नै भयो। वाउ वाउ वाउ। अब यहाँ जङ्गलको हेर्नु अब नेचुरल पुरै सुन्न पाइन्छ है। ल यस्तै छ। यो पछाडि पुरै फिल्ड हाम्रो यता बोटिङ सोटिङहरू गोइसोइहरू हेर्नलाई सबै कुरोको लागि यता एभाइलेबल छ है जङ्गल सफारीहरू। ल यस्तो छ यतातिर। म अब पछि स्ट्रिटतिर जानेछु है। के कस्तो हुन्छ उतातिर पनि स्टे ट्युन। ल है त यो चाहिँ सौराको यो रिभर साइड जङ्गल साइडतिरको भ्यू। अब यहाँ चाहिँ इभिनिङ हुन लाग्यो। एकछिनमा सनसेट हेर्न पाइन्छ यहाँबाट है। अति नै बवाल। अनि यता अगाडितिर पछाडितिर चाहिँ यो पुरै भिलेज हो सौरा भिलेज है। होमस्टे कटेज होटल एभ्रिथिङ इज हियर। अब यो चाहिँ अब लास्ट गल्ली हो है यो चाहिँ। अब यो हाम्रो जङ्गल साइडहरू रिभर साइडहरू हेर्नको लागि अति नै बवाल छ है गाइस यो चाहिँ दामी। क्रोकोडाइल है सौराको विशेषता चाहिँ अब यो क्रोकोडाइलहरू पनि अति छ है यहाँको। हर्स राइडिङको लागि पनि छ यहाँ फ्यासिलिटी। जङ्गल सफारी सबै कुरा छ है यहाँ चाहिँ। ल अब यस्तो टाइपको स्ट्याचु पनि छ है यहाँ चाहिँ यो सौरामा। दामी दामी हर्स राइडिङ सबै कुरा छ है। ल दामी दामी लाइन र पाइथन मिक्स छ त यहाँ खतरा पारामा लाफाइन। यो स्टेज चाहिँ मिक्स राखेको छ है त।
वेलकम टु सौरा चढ्ने घोडा टावर तिमी चढ्ने दुईजना स्टोरी हेरेर यतिमा मात्रै आज लिमिटेड भयो है। अब रमाइलो छ यतातिर। अब जङ्गल सफारी चाहिँ हाम्रो नेक्स्ट टाइम हुन्छ है। अब हाम्रो यो बोटिङ हर्स राइडिङ है सफारी हाम्रो केही भएन, समय अलि यस्तै भयो। अब म फर्किँदैछु है। आज जे जति कभर भयो है त्यो मेरो लागि त एकदमै रमाइलो एकदमै इन्जोयमेन्ट भयो है। तपाईँहरूलाई के कस्तो लाग्यो सौरादेखि को हुनुहुन्छ लाइक कमेन्ट गरिदिनु होला। अनि तपाईँहरूले कसरी घुम्नुभयो त्यो पनि भनिदिनु होला। ल है त गाइज, सी यू।